ब्लू लकको लास्ट च्याप्टरमा हामीले फाइनल्ली अन्तिममा सिडौलाई कारासुले दिएको पासलाई बीचमा खोसेर बारोले बब्बाल गोल हानी स्कोरलाई 2-2 बनाएको भने यता फ्रान्सको कोचले फर्मेसन चेन्ज गरेपछि अब लोकी र ह्युगो मिली अट्याक गर्न अघि बढ्न लागेको देखेका थियौं। अब यो च्याप्टर 343 को स्टार्टमा हामीलाई यहाँ केही वर्ष अगाडिको सिन देखाइन्छ जहाँ ह्युगोले दुईवटा केटाहरूसँग बसेर उनीहरूलाई यदि तिमी अपोनेन्टको डिफेन्सलाई 20 माइल्स पर आवरको स्पिडमा दौडेर छक्काउँछौ अनि 27 फिट पर सेकेन्ड स्पिड भएको पास पाएर तिमी यसरी मुभ गर्छौ भने यस्तो हुन्छ भन्दै बुझाउँदै हुन्छ र के तिमीले मैले भनेको बुझ्यौ भनी प्रश्न गर्छ। एउटा केटाले यो त इम्पोसिबल छ, नो वे मेन, कि तिमीले फुटबल खेल्दा सधैँ यस्तै गरी सोच्ने गर्छौ भनी सोध्छ। अर्को केटाले कि यो क्याल्कुलेसन हो या इन्ट्युसन, तिमी त कडा छौ यार ह्युगो भन्छ। ह्युगो अचम्म पर्दै के सबैले यस्तै फिल गर्दैनन् र कि यो सबैको लागि नर्मल छैन र भन्छ। यिनी केटाहरूले नै त्यस्तो हुँदैन, तिमी मात्र होला यस्तो, त तिमीले भनेको हामीले बुझेनौ, फेरि भन न भन्छन्। यहाँ अब ह्युगोले मनमा नै हो भनेपछि तिमीहरूले बुझेनौ सोच्छ र हामी थाहा पाउँछौ कि ह्युगोले आफूले 4वटा वर्ल्ड कप जित्न चाहिने सुइटेबल कुराहरू खोज्दै हुन्छ। त्यसको लागि पर्फेक्ट इन्भाइरोमेन्ट, बब्बाल कोच, एउटा राम्रो टिम र एउटा ट्रस्ट गर्न सक्ने रिलेसनसिप जसमा सेकेन्ड बेस्ट भनेर सबै प्लेलाई कन्ट्रोल गर्न सक्नेछु। त्यसको लागि मलाई केवल एउटा वर्ल्ड क्लास स्ट्राइकर चाहिएको छ। नील नोआ 30 वर्षको हुन लाग्यो, यति उसलाई फ्रान्सको टिममा लिएर वर्ल्ड कप खेल्न जाने हो भने पनि हामीले म्याक्सिमम 2 चोटि मात्र जित्न सक्नेछौँ। त्यसपछि ऊ 40 को उमेरमा त खेल्न सक्दैन। सो मलाई नयाँ स्ट्राइकर, नयाँ नम्बर 9 चाहिएको छ सोच्छ। अब ह्युगोले आफूले चाहिएको मान्छे नभेटाउँदासम्म अरू केटाहरूलाई इम्प्रुभ गराउन चाहिँ लगातार प्रयास गरिरहेको हुन्छ र उनीहरूको प्ले हेर्दै नै तिमी हाफ सेकेन्ड स्लो छौ, त्यसरी तिमी ओल्ड बेस्ट बन्न सक्दैनौ, के तिमीले बुझ्यौ भन्छ। यति बेला यस्तो क्रिटिसिजम सुनेर एउटा केटा रिसाउँछ र ह्युगोको टी सर्ट समाउँदै म तिम्रो टुल होइन बुझ्यौ, म तिम्रो कठपुतली होइन, मलाई तिम्रो आइडियाजको मतलब छैन, यहाँको मेन स्ट्राइकर म, सो त चुप लाग एरोगेन्ट म्यानिपुलेटिभ बास्टर्ड भन्छ। अब यहाँ ह्युगोले नरिसाइकिन सरी मैले त तिमीलाई ओभर एस्टिमेट गरेछु, तिमी त अरू केही होइन बल्कि चाहिँदा रिप्लेस गर्न सकिने डिस्पोजेबल मिडल ग्रेड स्ट्राइकर हो जो टप 100 मा नि पर्न सक्दैनौ भन्छ। यो सुनेर त्यो केटा रिसाउँछ र ह्युगोलाई पञ्च हान्न थाल्छ, तर यही बेला त्यहाँ अर्को केटाले इन्ट्री लिन्छ र त्यो पञ्च हान्न लागेको हातलाई साइडमा लगाउँछ र यो अरू कोही नभइकन लोकी हुन्छ जसले यो केटालाई तिमीसँग ट्यालेन्ट छैन त्यही त हो किन रिसाउनु पर्यो भन्छ। यो सुनेर यी दुईजना नै दङ्ग पर्छन्। यहाँ अब लोकीले हे कोच के हामीले यी सबैलाई चेन्ज गर्न मिल्दैन र भन्छ र यो चाहिँ ह्युगोले लोकीलाई पहिलोचोटि भेटेको समय हुन्छ। अब यहाँ कोचले लोकीलाई टिमसँग इन्ट्रोड्युस गराउनुहुन्छ। लोकीले मैले अघि गरेको हरकतको लागि माफ गरिदिनु होला, म त केवल जिउँदो हुँदासम्म मल्टिपल टाइम वर्ल्ड कप जित्न चाहन्छु, सो तपाईहरू मसँग किप अप गर्न सक्नुहुन्न भने यहाँबाट छोडेर जान सक्नुहुन्छ भन्छ। जुन सुनेर सबै दङ्ग पर्छन् भने यता ह्युगो पनि सक हुँदै मनमा नै आखिर यो केटा को, यस्तो एरोगेन्स, यस्तो ग्यालेन्ट्री, यस्तो हिम्मत, यो मान्छे त नम्बर 1 हुन जन्मेको जस्तो छ सोच्छ। अब यहाँ केही हप्तापछि हामी यी दुईटालाई कुरा गरिरहेको सुन्छौँ जहाँ यिनीहरूले यो दुनियाँ कस्तो क्रियोल छ भन्दै हुन्छन्। लोकीले ट्यालेन्ट नभएकोले कहिल्यै ट्यालेन्टेडहरूलाई हराउन सक्ने छैन, तर हाम्रो समाजले उनीहरूलाई जति बेला पनि ट्राई गरिराख भन्छन्, यो नै दुनियाँको तितो सत्य हो भन्छ। ह्युगोले त्यही त, अन्तिममा हेर्ने हो भने ट्यालेन्टेड र ट्यालेन्ट नभएकाले एकअर्कालाई कहिले बुझ्न सक्ने छैनन् होइन त, म पनि केवल 4 चोटि वर्ल्ड कप जित्न चाहन्छु भन्छ। जुन सुनेर लोकी यहाँ दङ्ग पर्छ र पछि स्माइल गर्दै के गरे त्यो त दामी हो, तिमी सिरियस त छौ नि होइन भन्छ। ह्युगोले म यो बारे सधैँ सिरियस छु भन्छ। लोकीले हो र, किनकि मैले अहिलेसम्म मेरो जस्तै सेम ड्रिम भएको मान्छे नै भेटेको थिएन भन्छ। र अब सिनसिप भएर प्रेजेन्टमा आउँछ जहाँ म्याच रिस्टार्ट हुन्छ र यो बेला ह्युगो बल लिएर स्ट्राइकर जस्तै अघि बढ्न थाल्छ भने लोकी चाहिँ अपोजिट डाइरेक्सनमा पछाडि जान लाउँछ। यो देखेर इसागी सक हुँदै लोकी पछाडि जाँदैछ र ह्युगो अगाडि, तर किन सोच्छ। अब दुईवटा प्लेयर ह्युगोको साइडमा आएर के हामी त्यो गर्नेवाला छौँ ह्युगो भनी सोध्छ। यहाँ अब इसागीले केही पनि मेसो पाइरहेको हुँदैन। यहाँ अब यी तीनजनाले आफ्नो दामी तरिकाले कम्बाइन भएर अगाडि आउँदै हुन्छन् जुन देखेर इसागीले आखिर यो कस्तो अचम्मको प्ले स्टाइल हो सोच्न थाल्छ। यही बेला ह्युगोले मैले सर्टकट पत्ता लगाएँ भन्छ र लुपोल ड्रिबल गर्न थाल्छ र यहाँ अरू दुईवटा प्लेयरलाई युज गरी केटाहरूलाई छक्काएर अघि बढ्दै हुन्छ। जुन देखेर रियोले के अरू दुईटा भनेपछि डिकोइ थिए, ऊ एक्लै आफू नै बल अगाडि लैजाँदैछ भन्छ। कारासु यहाँ थाकिसकेको हुन्छ तर पनि नै उसले पास पक्कै गर्नेछ, विङ्समा अलि नजर राखाउ भन्छ। यही बेला कुनिगामीले हामीले यहाँ केही पनि गर्नु पर्दैन, यो बल लिएर अघि आइरहेकोलाई क्रस गर्न सक्नुपर्छ भन्छ र ह्युगोलाई रोक्न जान्छ, तर ह्युगोले नि आफ्नो हात युज गरी बल कुनिगामीबाट पर राख्छ र यो डेस्टिन छ, त्यो कुरा पक्कै हुनेछ भन्छ। र यही बेला पछाडिबाट लोकी रन लगाउँदै अघि बढ्न थाल्छ र तयारी कम्प्लिट भयो भन्छ। लोकीलाई पछाडिबाट आइरहेको कसैले पनि नोटिस गर्दैनन्। उनीहरूले मिडफिल्डमा झुम्मिएर सबैलाई कन्फ्युज बनाएर अन्तिममा लोकीले अट्याक गर्ने प्लान गरे हुन्छन् र नभन्दै यही बेला ह्युगोले अगाडि एउटा पर्फेक्ट पास निकाल्छ र यहाँ लोकी सबैको बीचबाट निक्लेर त्यहाँ जान्छ। यो कुरा ओलिभर आइक्यूले नि हेर्दै हुन्छ तर ऊ त्यहाँ पुग्न सक्दैन थियो। त्यही पनि आइक्यूले मैले जसरी भयो नि उसलाई रोक्नुपर्छ, त्यसको लागि मैले फाउल भनी गर्नुपर्छ सोच्छ। तर यही बेला लोकीले पासलाई
नहेरिकन स्पिड बढाउन थाल्छ, जुन देखेर आइक्यू सक हुन्छ। ह्युगोले यताबाट 23 माइल्स पर आवरको स्पिडमा दौड्दै गर्दा 28 फिट पर सेकेन्डको स्पिडमा आएको ब्याक स्पिन पास यो नै ओल्ड बेस्ट बन्ने चाहिने कुरा हो भन्छ। र ह्युगोलाई थाहा थियो लोकी र ऊ जस्तो ट्यालेन्ट कम्बाइन हुने चान्स कयौं दशकमा एकचोटि मात्र आउने गर्छ। सो त्यही भएर यहाँ यी दुईटा बब्बल तरिकाले कम्बाइन हुन्छन् र यहाँ बेस्ट र सेकेन्ड बेस्ट सँगै कम्बाइन भएर यहाँ लोकीले बब्बल सट हान्छ र यो सट सिधै गोल जान्छ। र यहाँ अब फ्रान्सले लिड लिन सफल हुन्छ भने ह्युगोको फुटबललाई चेन्ज गरेर लेजेन्ड बन्ने र अर्को प्लेयरलाई नम्बर 1 बनाउने ड्रिम अझै जिउँदो रहन्छ। र यहाँ यो देखेर ह्युगोले गुड भन्छ भने जापानका प्लेयर्सहरू सक्ड हुन्छन् र यो देखाउँदै यो च्याप्टर 343 पनि यही नै इन हुन्छ।